आया म दादा माथिको घाम भइसके बाबु हेर अब त एक्लै हुने भइस पढ्न पनि पाएनस् के गर्छस् त अब तेरो बाउ पनि यस्तै आँगनको काम गर्दा गर्दै दमको रोगले मरे अब हामी मरेर गए पनि यो काम कहिले नछाड है बाबु भगवानले पनि हामीलाई यही कामको लागि जन्माएको हुन् के रे यो काम कहिले नछाड है बाबु म मरेर गएँ नि कस्तो गाह्रो भयो बाबु आमा